नमस्ते सबै नेपाली दाजुभाइहरू तथा दिदीबहिनीहरूमा। आज फेरि म अर्को भिडियो लिएर आइसकेको छु। आजको भिडियो मोरिससमा कति प्रकारका भिसाहरू मोरिसस सरकारले उपलब्ध गराइरहेको छ त्यस सम्बन्धी आज कुराकानी गर्ने हो। यदि हजुर मेरो युट्युब च्यानलमा फर्स्टचोटि आउनु भएको छ भने कृपया मेरो युट्युब च्यानल मनोज परदेशीलाई सब्सक्राइब गरिदिनुहोला र बेल घन्टीलाई अन गर्नुहोला। म यस्तै इन्फर्मेटिभ भिडियो लिएर आइरहन्छु। आज हामी कुराकानी गर्ने हो कि मोरिसस सरकारले मोरिसस देशले कति प्रकारका भिसाहरू उपलब्ध गराएको छ त्यस सम्बन्धी आज कुराकानी गर्ने हो। त्यही भएर मेरो भिडियोलाई अन्तसम्म हेरेर माया गरिदिनु होला। फर्स्टमा रहेको छ टुरिस्ट भिसा। टुरिज्म भिसा पनि भन्दछन्, यसलाई टुरिस्ट भिसा पनि भन्दछ। यो भिसा प्रोसेसिङ टाइम हुन्छन् 10 देखि 15 दिन र यो भिसाको अवधि हुन्छन् 180 दिन भन्नाले 6 महिना हुन्छन् र 6 महिना हजुर 6 महिनाको भिसा मिल्नेछन् र तपाईँ मजाले 6 महिना त्यहाँ गएर घुमेर आउन मिल्छ तपाईलाई। र टुरिज्म भिसा रिन्युअल गर्न सक्नुहुन्न, तपाईलाई रिटर्नै आउनु पर्ने हुन्छन्, फर्किनु पर्ने हुन्छ। अर्को रहेको छ प्रिमियम भिसा। आजभोलि प्रिमियम भिसा पनि अलिकता नाना र धेरै चल्तीमा आएको छ। प्रिमियम भिसा लिनको लागि तपाईलाई 1 हप्ताभित्रै तपाईलाई प्रोसेसिङ भइहाल्छन् भन्नाले 1 हप्ताको टाइम लिन्छ। त्यसपछि प्रिमियम भिसा हजुरहरूलाई उपलब्ध गराउँछन्। प्रिमियम भिसाको अवधि रहन्छन् 6 महिनादेखि लिएर माथि। तपाईको जति राख्न चाहनुहुन्छ त्यति राख्न चाहनुहुन्छ, तर म्याक्सिमम 1 साल र 1 सालपछि तपाईँ यदि बस्न चाहनुहुन्छ भने तपाईले रिन्युअल गर्नुपर्ने हुन्छ। अर्को रहेको छ बिजनेस भिसा। बिजनेस भिसा हजुरहरूलाई यो भन्नाले 15 दिनभित्र हजुरहरूले प्रोसेसिङ गर्यो भने 15 दिनभित्र हजुरलाई यो मिल्नेछन् र यसको अवधि 120 दिन मिनिमम हुन्छन्। 120 दिन मिनिमम हुन्छन् र यसलाई रिन्युअल गर्नुपर्ने हुन्छन्। यदि चाहनुहुन्छ भने रिन्युअल गर्न सक्नुहुन्छ। र यो बिजनेस भिसामा आउने मान्छेहरू कस्ता हुन्छन् भन्नाले एक देशबाट अर्को देशमा जाने गएर त्यहाँका हावापानी, त्यहाँका भन्नाले कल्चर आदि कुराहरू केमा के कस्ता लगानी गर्दा राम्रो हुन्छन् भनेर बिजनेस भन्नाले व्यापार गर्ने उद्देश्यले यदि कुनै भिसा दिइरहेछ भने त्यो हो बिजनेस भिसा। अर्को भिसा रहेको छ अकुपेसन पर्मिट भन्नाले वर्क पर्मिट, जसलाई रेसिडेन्ट पर्मिट आदि धेरै नामले हामीहरू बुझ्दछौँ। काम गर्ने भिसा भनेर पनि बुझ्छौँ। सादा भाषामा हामीहरू वर्क पर्मिटै भनेर हामीहरू बढी बुझ्दै गर्दछौँ। यो पर्मिट प्रोसेसिङ गर्दाखेरि 90 डेज भित्रमा हामीहरूलाई मिल्दछन्। त्यसपछि हजुरहरूले मजाले कुनै पनि देश गएर काम गर्न सक्नुहुन्छन् जुन देशले हजुरलाई एप्रुभ गरेको छ वर्क पर्मिट भनेर। अब हजुरहरू मानौ 3 वर्ष भयो, 3 वर्षपछि फेरि तपाईले रिन्युअल गर्न सक्नुहुन्छ यदि कन्ट्र्याक्टमा आउनु भएछ भने या कन्ट्र्याक्टैमा आउनु पर्ने हुन्छन्, तब त्यसपछि रिन्युअल गर्न मिल्छ यो। अर्को भिसा रहेको छ स्टुडेन्ट भिसा। अब स्टुडेन्ट भिसा भन्नाले कुनै पनि विद्यार्थीले अर्को देशमा गएर पढ्नको लागि, खास पढ्नको लागि या केही सिक्नको लागि गइरहेको छ भने त्यस्तो भिसालाई स्टुडेन्ट भिसा भन्दछन्। अब स्टुडेन्ट भिसा लिनको लागि कमसेकम 15 दिन यसको प्रोसेसिङ लाग्छ तपाईलाई मिल्नको लागि। र तब यदि तपाईले यो भिसा पाइसक्नु भएको छ भने अब यसको अवधि तपाईँ सोध्न चाहनुहुन्छ भने यसको अवधि कसैले भन्न सक्दैनन्। यो डिपेन्ड पर्छ तपाईको पढाइमा। अब हजुरको पढाइ 2 वर्षको छ या 3 वर्षको छ या 4 वर्षको छ या तपाईले जति वर्षको छ या 6 महिनाको किन हुनुहोस्, जति अवधिको छन्, जहाँ ट्रेनिङ हुन सक्छ आदि जस्ता कुरा गर्नको लागि तपाईले स्टुडेन्ट भिसा पाउनु हुनेछन् र यसको अवधि तपाईको एजुकेसन सम्बन्धी र एजुकेसनमा रिलेटेड इयर्समा निर्भर रहन्छ। अर्को भिसा रहेको छ सोसल भिसा, जसलाई
कल्चर भिसाले पनि हामीहरू बुझ्दछौँ र यो भिसा लिन लागि कमसेकम 7 दिनभित्रमा हजुरले यो भिसा प्राप्त गर्न सक्नुहुन्छ र यो भिसा यदि हजुरले पाइसक्नु भएको छ भने तपाईँ आरामले कुनै पनि देश जान सक्नुहुन्छ। कुनै पनि देश होइन, जुन देशले तपाईँले प्रोभाइड गरेको छ त्यही देश, र त्यो देशमा गएर 45 दिनसम्म, म्याक्सिमम् 45 दिनसम्म, र त्योभन्दा पहिला यदि तपाईँ चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। 45 दिनसम्म तपाईँले त्यहाँ गएर बस्न सक्नुहुन्छ र यो रिन्युअल गर्न सक्नुहुन्न, तपाईँले रिटर्नै आउनुपर्ने हुन्छ। यसमा हजुरहरू जस्ता पूजापाठ सम्बन्धी कुनै देशमा जानुभयो या कुनै सन्त महन्त अर्को देशमा गएर आफ्नो धर्मलाई प्रचार प्रसार गर्नको लागि जान्छ भने त्यस्तो भिसालाई यो सोसल भिसा र कल्चर भिसा भनेर हामी बुझ्दछौँ। यो भिसा 45 दिनको अवधि हुन्छन् र यसलाई रिन्युअल गर्न मिल्दैन, तपाईँले रिटर्न हुनुपर्ने हुन्छ। अर्को भिसा रहेको छ ट्रान्जिट भिसा। ट्रान्जिट भिसा भन्नाले इमर्जेन्सी भिसा हुन्छन् यो। जस्तै मानौ अब हजुरहरूलाई यहाँबाट नेपाल जानुपर्ने छ र नेपाल जानुभन्दा पहिला यदि बिचमा कुनै देशमा हजुरहरूलाई होल्ड गरिदियो भन्नाले म्याक्सिम अब 7 घन्टा, 8 घन्टा, 10 घन्टा, 15 घन्टा, 20 घन्टा यस्तै होल्ड रहन्छन्। यो होल्डमा हजुरहरूले तपाईँ घुम्न जानुपर्ने हो या कतै कसैसँग भेटघाट जानुपर्ने हो, त्यसको लागि तपाईँसँग एउटा भिसा हुनु पर्यो। त्यतिकै तपाईँ अरूको देशमा विदाउट पर्मिसन घुम्न सक्नुहुन्न। त्यस्तो भिसालाई ट्रान्जिट भिसा भन्दछन् र यसको अवधि 24 आवरभन्दा 24 घन्टाभन्दा बढी हुँदैन। 24 घन्टाभित्र तपाईँले जहाँ जहाँ घुम्नु छ घुमेर फेरि रिटर्न तपाईँलाई एयरपोर्टमै आउनुपर्ने हुन्छन् आफ्नो अगाडिको गन्तव्य जानको लागि। कुनै मान्छे साउदीबाट नेपाल आइरहेछन्, दुबईमा त्यसलाई रोकिदियो भन्नाले बढी होल्ड गरिदियो, रोकेन होइन, होल्ड गरिदियो। के गर्ने, एयरपोर्टमा त बस्नु भएन नि त 14 15 घन्टा। त्यो अवधिमा मान्छेहरूले ट्रान्जिट भिसा युज गर्दछ। यो पनि तपाईँले होल्डको हिसाबले आफै भिसा उपलब्ध गराउन सक्नुहुन्छ कुनै पनि यात्रा गर्दा। अर्को भिसा रहेको छ मेडिकल भिसा। मेडिकल भिसाको अवधि 6 महिना हुन्छन् र यो भिसा लिनको लागि तपाईँ 1 हप्ताभित्रमा तपाईँले आरामले उपलब्ध गराउन सक्नुहुन्छ। र यो मेडिकल भिसा भन्नाले हजुरहरूलाई कुनै धेरै रोगी लाग्यो, तबियत खराब भयो, बिमार हुनुभयो, आफ्नो देशमा होइन अर्को देशमा गएर जचाउनु पर्ने हुन्छ भने त्यस्तो भिसालाई मेडिकल भिसा भन्दछन्। मेडिकल भिसा हामीहरूले त सरकारी हस्पिटलदेखि अर्को सिटीमा गराइहाल्छौँ, तर यो ठुला ठुला नेताहरू, ठुला ठुला पैसावालाहरूले यो भिसाहरू लिन्छन् र अर्को देशमा गएर जचाउँदछन्। सुनेका होला कि हाम्रो नेताहरू विदेशमा गएर जचाउँछन्, त्यत्तिकै जचाउन मिलेन, तिनीहरूले पनि मेडिकल भिसा लिएर गएको हुन्छन्। मेडिकल भिसाको अवधि 6 महिना हुन्छन् र यसलाई रिन्युअल गर्न मिल्छ। र लास्टमा एउटा भिसा रहेको छ अन अराइभल भिसा र यो भिसा अहिले धेरै अहिले युज चलेको छन् र धेरै मान्छेहरूले युज पनि गरिरहेका छन्। र यो भिसा लिनको लागि कमसेकम 1-2 दिनदेखि लिएर 15 दिनभित्रमा हजुरहरूलाई यो भिसा मिल्छन्। र यो भिसा लिनको लागि हजुरले धेरै डकुमेन्टहरू उपलब्ध गराउनु पर्ने हुन्छन् र यसलाई भिआइपी मस्ट भिआइपी भिसा पनि भनेर हामी बुझ्दछौँ। धेरै यसमा धेरै डकुमेन्टहरू चाहिएको हुन्छन् र यो भिसा यदि हजुरले पाइसक्नु भएको छ भने यो भिसा मात्र यसको अवधि 60 डेज 60 डेज मात्र, योभन्दा बढी होइन। यो भिसा लिनको लागि हजुरलाई के चाहियो? यो भिसा लिनको लागि हजुरहरूलाई प्रतिदिन $100 खर्च गर्ने बराबरको हजुरहरूलाई इन्टरनेसनल कार्ड हुनु पर्यो सबभन्दा पहिला। दोस्रो, तपाईँको इन्सुरेन्स कार्ड हुनु पर्यो, भन्नाले हेल्थ इन्सुरेन्स कार्ड, त्यो पनि हजुरहरूसँग हुनु पर्यो। त्यसपछि कहाँ जानु भइरहेछ, मोरिसियस हो त मोरिसियसको कुन होटलमा जानु भइरहेछन् त्यो बुकिङ रिसिप्ट हुनु पर्यो। त्यसपछि
रिटर्निङ टिकट पनि हुनु पर्यो। यदि मोरिसियसमा होइन, त्यो मोरिसियसमा यदि आइराख्नु भएको छ भने, यदि मोरिसियसमा होटल बुकिङ नगरेर कुनै साथीको घरमा यदि कसै या आफ्नो कुनै रिश्तेदार छ त्यहाँ कुनै साथी छन्, त्यसकै घर जानुपर्ने हो भने त्यसको कन्ट्याक्ट नम्बर, त्यसको एड्रेस सबै चाहियो, तब मात्र आउन सक्नुहुन्छ। नत्र अनअराइभल भिसामा त्यत्तिकै आउन मिल्दैन। आज मैले यो मोरिसियस देशले उपलब्ध गराएको केही भिसाहरूको नाम र त्यसको काम मैले बताएँ र यसै भिसाहरूको रिलेटेड भन्नाले डिपली, फर इक्जाम्पल वर्क पर्मिट सम्बन्धी रिलेटेड भिडियो भन्नाले अनअराइभल सम्बन्धी रिलेटेड भिडियो, छुट्टै भिडियो म लिएर आइरहनेछु। तबसम्म मेरो युट्युब च्यानल मनोज परदेशीलाई हेरेर माया गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। बाई बाई।